Morning guys, it's 6:15 in the morning and we are leaving for Kumai Dala trek. Yes. पछाडि गएर हप्सी जस्तै यहाँ हुनुहुन्छ मेरो भाइ बहिनीहरू। हेलो। अब यहाँ अलिकति गाडी एकछिन रोक्छ, त्यस पछाडि हामी गाचोक जान्छौँ। गाचोक गएर चाहिँ अनि त्यस पछाडि यो चाहिँ पोखरा क्यानोइङ। Getting closer and closer. हामी त्यहाँ खा जान्छौँ। राइड कस्तो रह्यो, एक्सपिरियन्स कस्तो रह्यो? हामी चाहिँ यहाँ ब्रेकफास्ट गर्न रोकेछौँ। दिस इज द भ्यू। हामी चाहिँ नर्मल ट्रेल भन्दा फरक ट्रेल आएको आज। Because Sonarity chooses her own way. The view is nice. अब हामी ब्रेकफास्ट गरेर अनि त्यस पछाडि यहाँबाट वाक सुरु हुन्छ। एकछिन पछाडि सुरु हुन्छ वाक। Done with the breakfast. अब हामी यहाँबाट निस्किन लाग्यो। भाइ बलेट गएको छ। हाम्रो यहाँबाट ट्रेक सुरु हुन्छ। एक्साइटेड? Yes. 52 भयो। अब हामी यहाँबाट हिँडेको। हामी नयाँ रुट त हैन, तर डिफरेन्ट रुट देन युजुअल जान लाग्यो। ओके, वेलकम टु देखेर नदेखेको। Okay, we are here at Python Dada and Doggies Y is with us, giving us company. Complete trekker जस्तै भइरहेको छ। उकालो मात्र होइन, उकालो छ। अब देखाउँछ है बाटो, कति उकालो बाटो हो के। हिँड्न सकिनँ, भाइ बहिनी जित्यो मलाई। साथीहरू एकदम गाह्रो परेको अवस्था। कस्तो ब्राइटनेस धेरैबाट म कस्तो हलियस देख्यो। द्याट इट्स ओके। कस्तो ब्राइटनेस नभएर हो। कहाँ पुगिसके म यहाँ उकालो हिँड्न सकेर सोलो ट्रेक हिँडे जस्तो भएको छ। एभ्री टाइम ट्रेक आउँदाखेरि यस्तो दुःख गरेर उकालो हिँड्न अर्कोचोटि त म के आम्ला नि जस्तो हुन्छ। अनि त्यस पछाडि घर जाने बित्तिकै भोलिपल्टबाट फेरि नयाँ ट्रेक जानु मन लाग्छ। गाह्रो छ साथीहरू, गाह्रो छ। पूरा कागज था ये मन मेरा। यति गाह्रो भइसक्यो। म आफै रुन लागिसकेँ। ओ माई गॉड। अनि अहिलेसम्म आधा बाटो पनि पुगेको छैन। अझै लगभग 3 घन्टा हिँड्न बाँकी छ। ओ माई गॉड। आधा त पुगेछौँ है। जस 3.5 आवर हिँड्न बाँकी छ होला।
यति धेरै बस्छ 1 घन्टामा अब 20 पटक रेस्ट गऱ्यौँ कि हामीले हालत खराब भइसक्यो उकालो हिँड्दै आधा बाटो नि पुगेको छैन भात खान पुगेको छैन अझै ढल्छु क्या बिहान 8:52 मा हिँडेको 2 बजे हामी मेसरुम आइपुग्यौँ अब हामी यहाँ खाना खान्छौँ यहाँ होइन उता माथि अनि त्यस पछाडि हामी त्यहाँबाट माथि खान्छौँ म अब इन्जिनियर भएर पैसा कमाउँछु 3 वर्ष अनि त्यसपछि MBBS पढ्न सुरु गर्छु रहर पुरा हुन्थ्यो मेरो डेन्टल पढ्ने भने So this is our lunch. We are at mushroom. So this is our lunch and we are at mushroom. This is me, it's my brother. अनि बहिनी चाहिँ वाशरुम गइछे यता आइज देखा त्यो झला टाइट भइसकेको छ उहाँ रहनु भएको छ कुमाई यता हुनुहुन्छ कोर्छन् अब हामी लगभग आधा घन्टामा पुग्ने अनुमान राख्दछौँ पछाडि भ्यू पुरै ब्लक भइसक्नु भएको छ यहाँ हुनुहुन्छ मेरो पुकी This is hot water with honey. This is my brother, my sister. As an experience कस्तो थियो ल भन हालत एकदम खराब भएको थियो ल सबजना उठ्नु त यहाँ बिस्तारै मिलाइदिनु पर्छ साथीहरू हामी चाहिँ अहिले भ्यू पोइन्टमा आएर सनराइज हुनलाई वेट गर्दैछौँ मैले चाहिँ अहिले मेकअप पोतेर आइसकेँ मुख नधोइकन अलिकति यिनले पनि एकदम चिसो छ चिसो भ्यू पोइन्टमा फोटो भिडियो खिच्यौँ अब फर्किनु लाग्यो हामी हिजो अर्कै मेसरुमवाला रुट आएको थियौँ आज चाहिँ हामी अर्को रुट फर्किन्छौँ अनि आज चाहिँ खुमै डाँडावाला त्यो नर्मल रुट फर्किन्छौँ अनि भ्यू इज अमेजिङ लेट मी सो यू उकालो चढ्ने बेलामा म त अर्कोचोटि त ट्रेक कहिल्यै आउनु भन्दै चढ्यो पछाडि भ्यू हेऱ्यो अनि यहीँ बस्नु पाएँ भने त्यस्तो हुन्छ घर गएर फोटो भिडियो हेऱ्यो ओ माई गड झन् फर्केर आइहालौँ जस्तो हुन्छ युनिभर्सल स्टोरी हामी चाहिँ ब्रेकफास्ट गऱ्यौँ अब हामी चाहिँ घर जानु लाग्यो अब हामी सुरुमा खुमै जान्छौँ त्यस पछाडि घर जान्छौँ हाई सिस्टर आउँदैछु Okay, done with the trek. बाटो उकालो चढ्न कति गाह्रो हुन्छ होला हामी चाहिँ अर्को बाटो आएर थ्याङ्कफुल्ली यो उकालो चढ्न परेन उकालो त थियो तर स्टिल हिजो यस्तो उकालो बाटो छ भन्थेँ मैले तर बिहान 3 बजे उठेर यो उकालो चढ्नुभन्दा हिजोको चाहिँ वाज फार बेटर दिस इज द भ्यू लुक एट द भ्यू कस्तो खतरा छ भ्यू इज जस्ट वाउ ज्याकेट खोलेँ मैले यो ओह्रालो यस्तो अगाडिको मान्छे धेरै अगाडि गइसक्यो पछाडिको मान्छे झर्दै झर्दै हामी बिचमा परेर बिचारा भाइ पनि हिँड्थ्यो होला मेरो मैले गर्दा सर्टकट नै जाऊँ हामीले धेरै सर्टकट नै रोज्यौँ किनकि यहाँ हात पुग्न पुग्यो मेरो फेरि दिस इज द 100th टाइम के इट्स इदर यु लभ माउन्टेन्स अर यु हेभन्ट सिन वान I mean, look at the view. मैले जस्तो फोनले पक्किदिएछ नि त्यहाँदेखि स्टिल
अब हामी फर्किन लाग्यो हामी खोइडाँडाबाट। अब हामी चिचिम्लेमा गएर खाना खान्छौँ। हेर्दैछु एकैचोटि तल पुग्ला फेरि चिचिम्ले। बाटो यस्तो दोस्तै त्यहाँदेखि मलाई भिडियो बनाउनु पर्यो। हामी रेस्ट क्याम्प आइपुग्न लाग्यौँ। त्यही छ रेस्ट क्याम्प आइसक्यौँ। ओभरअल हामी हिजो त अर्को बाटो आएको नि त, त्यही भएर आज यो बाटो राम्रै रमाइलो भइरहेको छ। त हिजो यो बाटो उकालो चढ्नु पऱ्यो चाहिँ द्याट वुड हेभ बिन द डेथ अफ अस। अङ्ग्रेजी बोल्न बिर्सिसक्यो म। यहाँबाट चिचिम्लेबाट खाना खाएर अब जानु लाग्यो। अब 2 घन्टा हिँड्छ होला गाडी चढ्ने ठाउँमा। यस्तो अप्ठ्यारो छ, यस्तो अप्ठ्यारो ठाडै उकालो सुरुबाट लास्टसम्म। त्यही भएर यो बाटोमा माथि चढ्नुको रेकमेन्ड गर्दिनँ। गए पनि 3 दिन लिएर गयो हुन्छ। मेरो गाला अहिले यस्तो रातो रातो भइरहेछ यहाँ यो सनलाइट पर्दाखेरि। घर गएपछि अब बिमिरा आउँछ। लिगेसी कन्टिन्यू गर्दै अघि हामीसँग उत्तम दाई भेटिनु भएको थियो। उत्तम दाईले के भन्नुभयो भन्दाखेरि हामीभन्दा छिटो हिँड्ने मान्छे उत्तम दाईले देख्नुभएकै छैन अरे। उत्तम दाई भनेको चाहिँ माथि खोर्चनको होटलको दाई हुनुहुन्थ्यो। त्यही दाईले सबै एरेन्ज गरिदिएर अनि हामी चाहिँ आएको। अनि त्यो दाईको नम्बर चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु। एनिवेज अब त्यसलाई कम्प्लिमेन्ट भन्ने के भन्ने जोस् हामीभन्दा छिटो कोही हिँडेकै छैन अरे। साथीहरू हामी ट्रेकको अन्त्यमा आइपुग्न लागिसकेका छौँ। अब धेरै भए, आधी घन्टा हिँड्नु होला। अनि मेरो फोनमा चार्ज पनि 19% भइसकेको छ। अब खै धेरै इन्फर्मेसन दिन नपाउँला जस्तो छ। त्यही सबै इन्फर्मेसन म यही भिडियोमा राखिदिने छु। मेरो कपाल किन यस्तो रातो देखिएको छैन ल, रातो। हामी चाहिँ सबै भिडियोको एकैचोटि भन्छु म। हामी आएको चाहिँ उता फुन्दुमवाला बाटो, मेसरुम हुँदै अनि त्यस पछाडि सिधै खोर्सानवाला बाटो हामी आएको चाहिँ। त्यो बाटो नर्मल्ली जस सुस्ती हिँड्ने मान्छेलाई पनि 6-7 घन्टामा मजाले खोर्सान पुगिन्छ होइन। अनि आज बिहान चाहिँ सजिलो भयो नि त, सिधै हामी घुमेबाट खोर्सान जाने त्यो 2-3 घन्टा त्यो उकालो चढ्नु पऱ्यो। 3 बजे उठेर हामी आनन्दल 6 बजे उठेको सनराइज हेर्नलाई। अनि त्यस पछाडि अब आज त खोर्सानबाट हिँडेको अहिले 1:30 भएछ। हामी अब 2 बजीसम्म जस म्याक्सिमम् 2:30 बजीसम्म सरीपाहा चाहिँ पुगिसक्छौँ। हामी पोखरा त हामी 4 बजीसम्म पुगिसक्छौँ होला। म चाहिँ यही हामीले गरेकै ट्रेल चाहिँ जानलाई म सजेस्ट गर्छु। किनकि यो बाटो उकालो चढेर खुमैसम्म पुग होइन। आज यस्तो उकालो त खुमैसम्म पुग। अनि फेरि भोलि खुमैबाट त्यो खोर्सानको उकालो चढ। त्यो ओह्रालो चढ्दै हालत टाइट भएको थियो। उकालो चढ्दा त कति गाह्रो हुन्छ। फेरि त्यहीबाट झर, फेरि यो तलको बाटो सबै झर। ओ माई गड, कि त अब 3 दिनको गर्ने हो भने यो बाटो ठिक छ, नत्र 2 दिनको लागि चाहिँ न। यति भन्दै म आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। 2 बजे ठ्याक्क सरीपाहा आइपुग्यो। त्यो टावर सरीपाहाको के को टावर थाहा छैन मलाई। अलि इन्फर्मेसन कम छ मसँग। अब अलिकति तल गएपछि रोड आउँछ। अनि त्यस पछाडि घर पुग्दा 3 बज्ला जस्तो, 4 पनि बज्दैन होला। म यहाँ जुन राति भइरहेको छु, भोलि मक्कली हुन्छु घर गएपछि। अहिले नेचुरल ब्लस आइरहेछ, गोरी देखेछु। अनि त्यही माथि यस्तो ब्लस कस्तो देखेछ भोलि त घर गएपछि। यहाँ यस्तो धोस्दै हुन्छ तर इट्स ओके। जेबर लाइन लाग्छ, हामी कुर्दैछौँ। ल 4 बजे घर आइयो। अब थाहा छैन, अब सुते होला। 4 बजे चाहिँ घर आयो हामी। 4 पनि बजे होइन, गाडीलाई कुरेम 1 घन्टा, त्यही भएर पनि ढिला भयो।